हेलो साथीहरु, गाना बन्द गरौँ पहिला। गाना बन्द गरिहालौँ। हजुरहरुलाई पहिला भन्छु म मेरो नमस्ते। सबैलाई मेरो नमस्ते। अनि हजुर वेलकम टु युट्युब च्यानल मिनी ब्लग। आज 5 दिनको बादमा म भिडियो बनाउँदै छु के। 5 दिनको बादमा। किनकि के भन्छ मासु नबनाएको भिडियो बनाएको धेरै भयो, त्यसैले आज हाल्दै छु। के हो किनकि सोच्दै होला त हाम्रो आदमीहरूले के भन्छ केशव भाइको भिडियो आएन, ब्लग आएन, मासुको भिडियो आएन सोच्यो होला के। त्यही कारण आज म बनाउँदैछु आफ्नो भिडियो। मेरो तर्फबाट सबैलाई मेरो नमस्ते। कस्तो हुनुहुन्छ हजुरहरू? म पुरा उमेदका साथ भन्छु हजुरहरू राम्रो होला। केही छैन, सर्दी लागेछ कि मलाई धेरै छ। के भन्ने, चलो आफ्नो काम सुरु गरौँ अब हामीहरू। केही छैन, यसलाई बाहिर फालौँ। पहिला प्याज काट्यो। प्याज यस्तै पोल्छ कि साथीहरु, म केही भन्दैन तपाईहरुले। आँखा पोल्छ, फटाफट काटिहालौँ। चलो हाम्रो प्याज कटिङ भयो। अब यो मन्टी ब्लगले परेशान गरे हामीलाई यार। छ्या के गर्नु। आँखामा जलन भयो साथीहरु, के गर्ने, यस्तै छ। आज कमसेकम 15 मिनेटको भिडियो जान्छ युट्युबमा। धेरै दिनदेखि सोचिरहेको थियो आज यो भिडियो बनाइहालौँ। अब केही दिनपछि सिंगल भिडियो आउँछ है हजुरहरूको लाइफमा। के भन्छ ब्लग आउँछ, किनकि यस्तो खाना पकाएको आउँदैन, अर्को आउँछ। अहिले यो प्याज कटिङ अनि के भन्छ मासु पकाएको पुरा पकाएको भिडियो पनि आउँछ थोरै देर, कमसेकम 3-4 मिनेट वेट गर है साथीहरु। चलो साथीहरु, म चिकन बनाउन जाँदैछु। हजुरहरु ध्यानले हेर है। हेर त्यहाँ तेल तात्दैछ, यता चिकनहरु, मर मसला, यतातिर नुनहरु छ है। ध्यानले हेर्नु है हजुरहरु। चलो हेर, प्याज हाल्दियो मैले। प्याज हालिसकेछु। थोडा आगो कम भएको छ, आगो बढाउनु पर्छ। अब आज चाहिँ त्योभन्दा स्पेसल बन्छ है साथीहरु, हजुरहरु हेर्दै जानु होला। त्यो अस्तिको भन्दा स्पेसल बन्यो। अब यसको माथि चिकन जान्छ है, हेर्दै जानु। अब थोरै देर यसलाई पाक्न दिउँ। यो पाकिसकेपछि यसको माथि चिकन जान्छ। चलो है अब चिकन हालौँ है। चिकन गयो यसको माथि।
अब यसलाई राम्ररी सिक्नु। खुट्टै पड्यो। थोड़ी देर यसलाई पाक्न दिनु पर्यो अनि मात्रै यो मसला अनि यो के भन्छ टमाटर जान्छ है। गाइस अब टमाटर हाल्छु है म। टमाटर भयो। अब चाहिँ मसला जान्छ। अब नुन जान्छ। नुन त्यसपछि हल्दी जान्छ। हल्दी गयो। अब त्यसपछि यो मसला जान्छ। अब बस अब यसलाई राम्रोसँग चलाउनु। यदि हाम्रो चिकन बनाने का तरीका पहिला प्याज हाल्छौँ अनि मासु हाल्छौँ अनि उसको बादमा टमाटर अनि मसला अनि जे छ त्यो नुनहरू अकालमा त्यही हाल्छौँ अनि बनाउँछौँ मासु। हजुरहरूलाई कस्तो लाग्यो राम्रो लागेको छ भने लाइक कमेन्ट सेयर हुन्छ पुरा कति हुनसक्छ साथीहरूले सेयर गरेर ठोकाहरू राम्रोसँग सपोर्ट गरेर बुझ्यौँ। अब अर्कोचोटि 4-5 दिनको बादमा यही भिडियो आउँछ। मेरो नमस्ते।